साँच्चै ज्ञानेन्द्र साईले जापान पुगेर रक्सी खाएकै हो त होइन होला। त्यो नाथे घन्टे ग्याङ, खराने ग्याङ, गजेडी ग्याङ, सहकारी ठग ग्याङ भनेर भन्नको लागि रक्सी नै खानुपर्छ र पर्दैन। कोका कोला खाए पनि पुग्छ। वास्तवमा रक्सी गाँजा भन्ने कुरा चाहिँ तपाईँको कति बेला खानुपर्छ भनेदेखि जति बेला चाहिँ स्टाटसमा फाकफाक र फुकफुक गर्न मन लाग्छ, नेपालले भारतको भूमि मिचेको छ भनेर भन्न मन लाग्छ होइन, त्यसै गरी चाहिँ सिंहदरबार जलाइदिन्छु भन्ने बेलामा, विदेशका गल्ली गल्लीमा चाहिँ स्टिकर टाँच्छौँ भन्ने बेलामा, निर्मला पन्तको हत्यारा पत्ता लगाउँछौँ, जीवी राईलाई आकाश पाताल जहाँ पुगे पनि चाहिँ खोजेर लिएर आउँछौँ, नेताहरूको चाहिँ तलब सलब नदिने, गाडी ट्याट्याएर टुटु गर्न नदिने, भ्रष्टाचारीको एक एक चाहिँ सम्पत्ति घरबाट थुतेर ल्याउने होइन, त्यसै गरी चाहिँ संविधान फाल्ने कि नफाल्ने, ठेकेदारहरूको खुट्टा भाँच्छु, त्यसको खुट्टा भाँच्छु, यो गर्छु त्यो गर्छु हो, यस्तो यस्तो बोल्नको लागि चाहिँ तपाईँको केही न केही गाँजा रक्सी केही न केही त खानै पर्छ, नत्र त फ्रेसमा त आँट आउँदैन यस्तो बोल्नु। अनि ज्ञानेन्द्र साईलाई रक्सी खाएर बोल्यो भनेर चाहिँ कसले भन्यो भनेदेखि जब ज्ञानेन्द्र साई लाइभमा आएर बोल्न थाले त्यसपछि नेपालमा बसेर मजाले दारू हान्दै चिलिम हान्दै त्यो लाइभ हेरिरहेको थियो नि, तिनीहरूले चाहिँ हो क्या यो जाँड खाएर बोल्यो भनेर भनेको है, अरू केही पनि होइन। बरु मिल्छ भने अब ज्ञानेन्द्र साईलाई ज्ञानेन्द्र साई नभनेर ज्ञानेन्द्र सही भन्नुपर्छ, सही।